नेपाली भाषा सिकाइको संसारमा हार्दिक नमस्कार छ। म आज प्रतिवेदन लेख्ने सजिलो तरिका लिएर उपस्थित भएको छु। यो प्रतिवेदन लेखन सामग्री कक्षा 11 र 12 का लागि अत्यन्त उपयोगी छ। प्रतिवेदन लेखन भनेको के हो? कुनै घटना, कार्य, योजना आदिमा सरिक भई अथवा कुनै विषयमा छानबिन सोधपुछ आदि गरेपछि तयार पारिएको विवरण नै प्रतिवेदन हो। यो घटनाका बारेमा कसैलाई दिइने कार्य विवरण पनि हो। यो खास घटना, यात्रा वा कार्यमा आधारित भई तयार पारिन्छ। प्रतिवेदन परिचय, विवरण र निष्कर्ष गरी 3 खण्डमा लेखिन्छ। प्रतिवेदन लेख्दा सुरुमा शीर्षक र अन्त्यमा प्रतिवेदकको नाम, हस्ताक्षर र मिति लेखिन्छ। प्रतिवेदनको मूल संरचनालाई 3 भागमा बाँड्न सकिन्छ। 1. परिचय खण्ड। यस खण्डमा प्रतिवेदनको विषयवस्तुको परिचय दिइन्छ। यहाँ प्रतिवेदन लेखनको सन्दर्भ र उद्देश्यको चर्चा गरिन्छ। 2. विवरण खण्ड। कुनै विषयवस्तु नजिकबाट अवलोकन गरेपछि त्यसको तथ्यपूर्ण विवरण यसमा प्रस्तुत गरिन्छ। यो प्रतिवेदनको मुख्य खण्ड हो। यो खण्ड आवश्यकता अनुसार 1 देखि 3 अनुच्छेदमा लेख्नुपर्छ। 3. निष्कर्ष र सुझाव खण्ड। यो प्रतिवेदनको अन्तिम खण्ड हो। निष्कर्ष र सुझावलाई 1 अनुच्छेदमा लेख्नुपर्छ। मुख्य खण्डमा वर्णन गरिएका कुराहरूको आधारमा आफ्नो विचार दिनु नै निष्कर्ष हो। निष्कर्ष खण्डमा भविष्यमा कुनै पनि कमजोरी नहोस् भन्ने उद्देश्यले सुझाव दिन सकिन्छ। प्रतिवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरू। 1. प्रतिवेदन लेखनको शीर्षक चयन गर्ने। 2. शीर्षक अनुसार चाहिने कुराहरू टिपोट गर्ने। 3. टिपिएका कुरालाई आदि, मध्य र अन्त्यमा राख्ने। 4. प्रतिवेदन लेख्दा क्रमैसँग विवरण लेख्ने। 5. वस्तुपरक ढङ्गले प्रतिवेदन लेख्ने। 6. अन्त्यमा दायाँतर्फ प्रतिवेदकको नाम र बायाँतिर मिति राख्ने। अब हामी केही नमुना प्रतिवेदनहरू प्रस्तुत गर्छौँ। नमुना 1. वार्षिकोत्सव कार्यक्रमको प्रतिवेदन। परिचय। काठमाडौँको मुटु गङ्गबुमा रहेको जाल्पा माध्यमिक विद्यालय टोकाहाट बानियाटारले 2082 फागुन 17 गते 43औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अर्जुन बानियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन भएको थियो। यस कार्यक्रममा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। कार्यक्रमको विवरण। विद्यालयका समाजसेवी केदार पाठकको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो। यस विद्यालयबाट 2081 सालको एसीमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूलाई यस अवसरमा विशेष सम्मान प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षण गर्नुहुने शिक्षकहरूलाई खादा लगाएर सम्मान गरिएको थियो। गुरुङ, तामाङ तथा नेवार जातिका मौलिक पहिरन लगाएर नृत्यहरू प्रस्तुत गरिएको थियो। यसै विद्यालयको बाल क्लबले बालबालिकाको आवाज भन्ने विषयमा सडक नाटक प्रस्तुत गरेको थियो। विद्यालयका अतिरिक्त कार्यक्रमहरूमा भाग लिई प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। यस अवसरमा राष्ट्रिय हास्य कलाकार मनोज गजुरेलबाट हास्य प्रहसन पनि प्रस्तुत गरिएको थियो। यही विद्यालयका पूर्व विद्यार्थी रहेका केही कलाकारहरूले एकल गीत तथा सङ्गीत प्रस्तुत गरेका थिए। कक्षा 11 का साथीहरूले पनि मौलिक नृत्य र देशभक्तिको गीत प्रस्तुत गरेका थिए। प्रधानाध्यापक सुजन श्रेष्ठबाट सुजन निमाललाई उत्कृष्ट विद्यार्थी तारा पुरस्कार प्रदान गरिएको थियो। नेपाली भाषा विभागबाट नेपाली विषयमा उत्कृष्ट ग्रेड प्राप्त गर्ने 12 जना विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त कार्यक्रम बेलुकी 6 बजेसम्म चलेको थियो। निष्कर्ष र सुझाव। उक्त कार्यक्रममा भौतिक सुविधा राम्रो थियो। कार्यक्रम निकै व्यवस्थित भयो। कार्यक्रममा अभिभावकहरूको न्यून उपस्थिति थियो। साउन्ड सिस्टमले बेला बेलामा धोका दिँदा कार्यक्रमको संयोजन फितलो देखिन्थ्यो। भविष्यमा यस्तो कार्यक्रम गर्दा व्यवस्थित तरिका अपनाउनुपर्छ। स्वयंसेवकहरू परिचालन गरी कार्यक्रम अझ राम्रो बनाउन सकिन्छ। प्रतिवेदक मिति। प्रतिवेदन लेखन नमुना 2. खेलकुद कार्यक्रमको प्रतिवेदन। परिचय। जाल्पा मावि टोखामा मिति 2082 8 15 गते खेलकुद कार्यक्रम सम्पन्न भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बानियाको सभापतित्वमा सम्पन्न उक्त खेलकुद कार्यक्रम 3 दिनसम्म सञ्चालन भएको थियो। कार्यक्रम विवरण। खेलकुद कार्यक्रम 3 दिन चलेको थियो। तेस्रो दिन दिउँसो 12 बजे पुरस्कार वितरण समारोह सम्पन्न भयो। कार्यक्रम व्यवस्थित नै भएको थियो। खेलाडीहरूले धैर्यताका साथ पुरस्कार ग्रहण गरी दिउँसो 4 बजे कार्यक्रम सकिएको थियो। वडाध्यक्ष रमेश खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निकै विद्यार्थीको सहभागिता भएको थियो। खेलकुद प्रतियोगितामा विद्यार्थीहरूले फुटबल, भलिबल, कराते जस्ता खेलमा
चासोका साथ भाग लिएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि खत्रीले पदक प्रदान गरी सम्मान गर्नुभएको थियो। खत्रीले विद्यालयमा भएको यस्तो अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक तथा मानसिक विकास गर्ने कुरा बताउनुभयो। खेलकुद कार्यक्रम भुतखेल चौर तथा फुटसलमा सञ्चालन भएको थियो। विद्यार्थीहरूले आत्मविश्वासका साथ खेल प्रदर्शन गरेका थिए। कार्यक्रमका सभापति तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बानियाले खेलकुद क्षेत्रमा र शिक्षा क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको चर्चा गर्नुभयो। उहाँले यस्तो कार्यक्रममा सबैलाई समेट्नुपर्ने कुरामा जोड दिनुभयो। विद्यालयका प्रधानाध्यापक सुजन श्रेष्ठले आफ्नो विद्यालय खेलकुदका साथै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। विद्यालयका सबैले हातमा हात र साथमा साथ दिएको कुरा बताउनुभयो। निष्कर्ष र सुझाव। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउन पाए। सबै विद्यार्थीले खेल्न नपाउँदा केही दुखी देखिन्थे। विद्यालयले यस्तो कार्यक्रममा सबै विद्यार्थीलाई समेट्नुपर्ने देखियो। अन्तिम दिन अभिभावकहरू पनि आउनुभएको थियो। उपस्थित अभिभावकहरूलाई सामान्य चियापानको व्यवस्था गरिएको थियो। यति ठुलो कार्यक्रम गरेपछि अभिभावकहरूलाई राम्रैसँग खाजाको व्यवस्थापन गर्नुपर्थ्यो। आगामी दिनमा यस्तो कार्यक्रम गर्दा उचित ध्यान पुर्याउनु पर्ने देखियो। मिति 2082 8/16। प्रतिवेदक सिसिलिया गले, जाल्पामावि टोखा। प्रतिवेदनको नमुना 3। मुक्तिनाथ भ्रमणको प्रतिवेदन। परिचय। जाल्पा माध्यमिक विद्यालय टोखाले कक्षा 12 को शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा करिब 41 जना छात्र छात्रा र 3 जना शिक्षकहरू सरिक हुनुभएको थियो। उक्त अध्ययन भ्रमण टोलीले 2082 9/21 देखि 9/24 सम्म 4 दिने मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम विवरण। शैक्षिक भ्रमणका क्रममा मुक्तिनाथ मन्दिरको धार्मिक महत्त्वका बारेमा अध्ययन गर्न म लगायत 41 जना साथीहरू काठमाडौँको नयाँ बस पार्कबाट मङ्सिर 21 गते अगाडि बढ्यौँ। मध्याह्नतिर एकछिन पोखरालाई कर्के हेरेर लुम्लेलाई माया गर्न पुग्यौँ। राति 8 बजे गलेश्वर मन्दिर नेरको ताजमहल होटलमा पुगेपछि बास बसियो। दोस्रो दिन झिसमिसेमा मुक्तिनाथको भेट गर्ने चाहना बोकेर हामी अगाडि बढ्यौँ। बेनीदेखि मुस्ताङको जोमसोमसम्मको दूरी 71 किलोमिटर भए पनि निकै विकट नै थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका आएपछि पहाडभित्रै पिकासोको कला देखियो। यसरी हामी स्विजरल्यान्डलाई मात दिने धरती चुम्न लम्कियौँ। घाँसाबाट लिते पुग्दा त हिमालयको साम्राज्य खडा भइसकेछ। लितेबाट फनफनी घुमेका हिमाल हेर्दा मन नै रमायो। कालापानी बजारमाथि पुग्दा काली गण्डकीको फराकिलो छातीमा हरायौँ। बाटामा हामी ताङछार गाउँ, टुकुचे बजार, स्याङ गाउँलाई फेरि फर्किआउने बाचा गरेर निरन्तर अगाडि लम्कियौँ। कागबेनी पुग्दा अरबको मरुभूमिको सानो टुक्रा पनि यहीँ ल्याएको जस्तो ठाउँ देखियो। कागबेनी शालिग्रामको बगैँचा रहेछ। यहाँ पितृ तर्पण दिनेहरूको लड्को लाग्दो रहेछ। बसभित्र एक नाचले उफ्रिँदै थच्चारिँदै हिँड्दा निकै कष्ट सहियो। रोडे बाटोबाट उत्तरतर्फको यात्रा मार्फाको ब्रान्डी जत्तिकै कडा थियो। यसपछि त हामीले धौलागिरी, अन्नपूर्ण लगायत हिमाललाई दक्षिणतिरै छाड्यौँ। चिसो मौसम झन्झन कठोर भयो, तर यो मन भने झन्झन हलुका बन्यो। झारकोट गाउँलाई फनफनी घुमेर अगाडि लाग्दा 11 बजे हामी मुक्तिनाथ बजारमा पुग्यौँ। बिहान 11:30मा नै हामी मुक्तिनाथ मन्दिरमा पाइला टेक्न सफल भयौँ। हाम्रा टोलीमा पैदल हिँड्न नसक्नेहरू घोडामा चढेर खुरुरु आउँदै थिए। चिसोले गर्दा मुक्तिनाथमा पर्यटकहरू निकै घटेका थिए। मुक्तिनाथ जानसाथ हामी 108 धारामा स्नान गर्न हतारियौँ। मुक्तिनाथकै बुद्ध पार्कमा फोटो खिचेर बलिरहेको प्राकृतिक ज्वालाको दर्शन गर्न गुम्बाभित्र पुग्यौँ। भोकले निकै सताएपछि हामी होटल ग्रान्ड साम्बालामा खाना खान गयौँ। खाना खाँदा खाँदै बरफ जस्तो चिसो र काँचो बनेको खाना निल्न नसकेर गिटिक गिटिक भयो। सास फेर्न पनि निकै हम्मे पर्यो। बिहानीको खानापछि धुम्बा तालतिर हाम्रो हिँडाइको चाल अगाडि बढ्यो। गाडी नै आधा कम्बर हल्लाउँदै जमिनतिर ढल्केर हामीलाई तर्साउन खोज्थ्यो। 3 बजे हामी धुम्बा ताल पुग्यौँ। धुम्बा तालको चिसो स्याटमा तरङ्ग पैदा गरेको जलप्रवाह गजबको थियो। यहाँको हावा हुरुरु चल्दा मानिस नै उडाउला कि भन्ने डर पैदा भयो। बेलुकी पख हिउँको छिटा पर्दा हामी मार्फाको जेरी गाउँमा आइपुग्यौँ। घरहरू पनि लुकामारी खेल्ने यो ठाउँ निकै नौलोपन बोकेर बाँचेको थियो। नेपालको अर्को ठाउँमै लाग्ने यो ठाउँ प्राकृतिक स्वरूपमा मुसुक्क हाँसेको थियो। हामी त्यो दिन मार्फाकै प्रसिद्ध मार्फा अर्किड होटलमा बस्न पुग्यौँ। तेस्रो दिन हाम्रो बाटो दक्षिणतिर झर्न लाग्यो। बाटोमै मितेरी लगाउन आउने रूपसे झर्ना त फोटो खिचाउन उभिएकी 9 युवती नै लाग्यो। बाटामा हामीलाई तातो पानीले स्वागत गर्यो। खुला आकाश मुनिको तातो पानी कुण्डमा डुबुल्की मार्दा सारा थकान्छु मन्तर भए। म्याग्दीको गलेश्वरमा आएपछि हामीले बिहानीको खाना खायौँ। काली गण्डकीसँग झाँगिएको हाम्रो प्रेम लीला निकै गहिरो भयो। खानापछि गलेश्वर धामको दर्शन गरियो।
यसपछि धुलामे बाटो भएर बागलुङ कालिका मन्दिरको दर्शन गरियो। यताको घुमघाम सकेर हामी पोखरा हानियौँ। होटल ग्लोरी गार्डनमा भारी बिसाएर साँझको याममा टहलिन लेक साइड लाग्यौँ। राति 8 बजे खाना खाएर उचाइतिरका थकाइलाई भुल्दै निन्द्रा देवीको काखमा पुग्यौँ। यात्राको चौथो दिन घर जाने धुन जाग्यो। बिहान 7:30 बजे ब्रेकफास्ट खाएर हामी काठमाडौँतिर फर्कियौँ। कुरिनटारमा पुगेपछि पेट पूजा गऱ्यौँ। थानकोट छिरेर यात्राको भिड पनि मार्यौँ। निष्कर्ष र सुझाव। अत मुक्तिनाथ हिन्दू र बौद्ध मार्गीहरूको तीर्थस्थल हो। यो समुद्र सतहदेखि 3710 मिटरको उचाइमा रहेको छ। हिमालपारीको जिल्ला मुस्ताङमा पर्ने यस मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्ध मार्गीले छुमिङ ग्यात्सा भनेर आस्था राख्छन्। विद्यालयले यस्तो ठाउँमा शैक्षिक भ्रमण राख्न सक्नु ठुलो कुरा हो। चिसो लागेर केही विद्यार्थीहरू बिरामी भए यस्तो ठाउँमा जाँदा न्यानो लुगा लगाउनु पर्ने देखियो। यात्राका क्रममा होटलहरू निकै महँगा लागे। बाटो राम्रो नहुँदा यात्रा कष्टकर भएको थियो। यसको संरक्षण र विकासमा राज्य मौन रहनु हुँदैन। सबै पक्षबाट यसको संरक्षण हुनु आवश्यक देखिन्छ। यसो हुन सकेको खण्डमा यो क्षेत्र विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हुन सक्छ। यस्तो भ्रमण कार्यक्रम गर्दा आगामी दिनमा विद्यालयले पनि उचित ध्यान पुर्याउनु पर्ने देखियो। मिति 2082 9:25। प्रतिवेदक रोचक खनाल, जाल्पा माध्यमिक विद्यालय। अब प्रतिवेदन लेखनका केही अभ्यास प्रस्तुत गरिन्छ। 1. आफू संलग्न भएको वृक्षारोपण कार्यक्रमका सबै कुरा समेटी 150 शब्दसम्मको प्रतिवेदन लेख्नुहोस्। 2. आफ्नो विद्यालयले सम्पन्न गरेको खेलकुद कार्यक्रमको विषयलाई समेटी 150 शब्दसम्मको प्रतिवेदन लेख्नुहोस्। 3. आफ्नो विद्यालयले आयोजना गरेको नृत्य तथा गायन कार्यक्रममा भएका प्रमुख घटनाहरू समावेश गरी 150 शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस्। 4. आफ्नो विद्यालयमा आयोजित साहित्यिक गोष्ठीका सबै कुरा समेटी 150 शब्दसम्मको प्रतिवेदन लेख्नुहोस्। 5. आफ्नो विद्यालयमा आयोजना गरेको बाल दिवस कार्यक्रमका सबै कुरा समेटी 150 शब्दसम्मको प्रतिवेदन लेख्नुहोस्। यसरी आज हामीले प्रतिवेदन लेख्ने सरल तरिका प्रस्तुत गऱ्यौँ। विद्यालय स्तरमा प्रतिवेदन लेखनको अभ्यासका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ। जाँदा जाँदा यस च्यानललाई लाइक तथा सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।